आज हरिबोधनी एकादशी विशेष गरी आज भगवान विष्णुको योग निन्द्राबाट जाग्नु भएको दिनको रूपमा यो पर्वलाई मनाउने चलन रहेको छ। आज विशेष गरी हामी यति बेला बुढा नीलकण्ठ मन्दिर परिसरमा छौं भने यहाँ हजारौं भक्तजनहरूको भिड देख्न सक्छौं। त्यति मात्र नभएर यहाँ विशेष गरी झरीको समयमा पनि टाढा टाढाबाट भक्तजनहरू आइरहनु भएको र पूजा गरिरहनु भएको हामीले प्रत्यक्ष देखिरहेका छौं। विशेष गरी आज तुलसीको विवाह गर्ने पनि प्रचलन रहेको छ र आजकै दिनबाट शुभ कार्य यानि कि विशेष गरी विवाह व्रतबन्ध लगायतका कार्यहरू शुभारम्भ भएको पनि भन्ने चलन रहेको छ। नमस्कार, म कृष्ण शाह ठकुरी, यस बुढा नीलकण्ठ नगरपालिका वार्ड नम्बर 5 को वडाध्यक्ष। आज यस बुढा नीलकण्ठ शिवभूमिमा अवस्थित बुढा नीलकण्ठ मन्दिर विष्णु भगवानको चाहिँ 4 महिनापछि आज चाहिँ विशेष दिन उठ्नु भएको दिन, यसलाई चाहिँ एकदम विशेष दिन मानिन्छ। भक्तजनहरू पनि गर्न छ। आजको दिन चाहिँ हजुरको भक्तजनहरू चोखो खाए। आज चाहिँ विशेष भगवानको चाहिँ विष्णु भगवानको पूजा गर्ने दिन मेला लागेको छ बुढा नीलकण्ठ मन्दिरमा। सबै भक्तजनहरूलाई चाहिँ विष्णु भगवान आफ्नो लाइनमा लागि आफ्नो भगवानसँग प्रार्थना गर्नलाई चाहिँ म एकदम गर्छु। जस्तै यो ठाउँको हाम्रो स्थानीय क्षेत्रमा यसको धार्मिक पर्यटकीय महत्त्व चाहिँ यो मेलाले कतिको महत्त्व राख्छ त्यो बारेमा पनि बताइदिनु न। यस बुढा नीलकण्ठ विष्णु भगवानकै नामबाट हाम्रो यस नगरपालिका बुढा नीलकण्ठ नगरपालिका भएको छ। यो बुढा नीलकण्ठ मन्दिर चाहिँ धेरै पुरानो एउटा पशुपति पछिको यो ठाउँ छ। यसमा पर्यटकहरू इन्डियनदेखि लिएर हिन्दू धर्मावलम्बीहरू बुद्धिस्ट धर्मावलम्बीहरूको एकदम बाक्लो उपस्थित हुन्छ यस मन्दिरमा। यसले आर्थिक क्रियाकलापमा यो क्षेत्रको खास गरी नगरपालिकाको नै पनि आर्थिक गतिविधिमा चाहिँ यसले कतिको महत्त्व राखेको छ र यसलाई हामीले अझै प्रवर्धन गरेर यो ठाउँको प्रचार प्रसार गरेर यसबाट कतिको आर्थिक बाटोमा जोड्न सकिएला, यो धार्मिक आर्थिक कुरालाई चाहिँ हामीले के गर्न सकिएला, हजुरहरूले कसरी काम गरिरहनु भएको छ? यसलाई अझ व्यवस्थित तरिकाले व्यवस्थित गरेर अझै ठाउँहरू पार्किङदेखि लिएर मान्छे भक्तजनहरूलाई चाहिँ एकदम राम्रो शैलीसँग पूजा गर्न सकोस् भने अझ भक्तजनहरूको उपस्थित बाक्लो हुन्छ भन्ने मलाई आशा लागेको छ। र यहाँ उपस्थितले चाहिँ आर्थिक अवस्था एकदम किन नहुनु सेवा मान्छे उपस्थित हुनसाथ आर्थिक पनि एकदम राम्रो हुन्छ र मन्दिर पनि एकदम भनौँ न धेरै भक्तजनहरू आएपछि भगवानको पनि एकदम भन्नु महत्त्व एकदम बढ्छ भन्ने मलाई लाग्छ। ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय। आजको यस मेरो नाम चाहिँ स्वर्णिम सापकोटा, म चाहिँ बालिकासबाट आज भोलिन्टियर बस्न आएको छु। आज एकादशीमा अनि भोलिन्टियर बस्दाखेरि चाहिँ मलाई असाध्यै शरण लागेको छ। सबैजना धेरै टाढा टाढाबाट मानिसहरू पूजा गर्न आउनुभएको छ। खुसी छ हाम्रो नारायण थामीले पनि यस्तो राम्रो के अरे बाटो छ। त्यसपछि एकदमै धेरैजना मान्छेहरू आउनुभएको रहेछ, त्यसलाई चाहिँ सम्पूर्ण मान्छेहरू। नमस्ते सम्पूर्णमा, मेरो नाम स्वस्तिक कार्की र म बुढा नीलकण्ठ नगर स्काउट परिषदका स्थानीय सदस्यता वृद्धि आयुक्त हुँ। आज हामी चाहिँ यस बुढा नीलकण्ठ क्षेत्रमा चाहिँ हामी स्वयंसेवकको रूपमा चाहिँ हामी खटिएका छौँ। हामी बिहान चाहिँ 4 बजेदेखि यहाँ हामी खटिएका छौँ, भोलिन्टियर गरेका छौँ। यहाँका भक्तजनहरूको लागि चाहिँ हामीले सेवा प्रदान गर्दै आएका छौँ। यस्तो अवस्था छ, अहिले मौसम पनि च्यालेन्जिङ छ। त्यो बेलामा चाहिँ हामीले हाम्रो स्काउटका भाइ बहिनीहरूलाई चाहिँ जुन स्कुलमा अध्ययन गर्ने भाइ बहिनीहरूलाई चाहिँ हामीले समाजको लागि चाहिँ आत्मनिर्भर बन्नलाई चाहिँ यो समाजमा हाम्रो धार्मिक आस्थालाई कायम राख्नको लागि चाहिँ हामीले चाहिँ यस बुढा नीलकण्ठ यो परिसरभित्र चाहिँ हामीले सेवा गरिरहेका छौँ, निरन्तर खटिरहेका छौँ। घाम पानी नभनिकन हामीले यहाँ खटिरहेका छौँ। सम्पूर्ण भक्तजनहरूलाई चाहिँ हामी चाहिँ यस पवित्र स्थल बुढा नीलकण्ठ यस मन्दिरमा चाहिँ सम्पूर्ण भक्तजनहरू चाहिँ आइदिनु होला। आफ्नो आस्था हुन्छ यहाँ। उहाँ चाहिँ हाम्रो धार्मिक आस्थाको लागि चाहिँ आज ठुलो एकादशी र वर्षभरि मनाउने एउटा ठुलो एकादशी हो।
यो एकादशी मध्येमै सबैभन्दा ठुलो एकादशी भएकोले शनिबार पनि परेको छ आज अरू दिनभन्दा एकदम भिडभाड छ। भक्तजनहरूले मजाले लाइनमा बस्नु भएको छ। पूजा सहज तरिकाले पूजा भन्छ। हाम्रो भोलिन्टियर साथीहरू पनि यहाँ पुलिस साथीहरू पनि सबै सुरक्षाकर्मीहरू सबै खटिरहनु भएको छ। यहाँ एकदम सुरक्षित छ, व्यवस्थित छ। आइदिनु होला, हाम्रो यस बुढानी कण्ठलाई माया गरिदिनु होला। धन्यवाद। नमस्ते, म बलराम महर्जन, नगरपालिका आजदेखि चाहिँ यो गाईघण्ट एकादशी मेलाको पहिलो दिन मौसमले चाहिँ साथ नदिएकै हो। हामी लगभग 4 बजीदेखि सर्भिस सेवा हामीले चाहिँ गरेर ड्युटी चाहिँ खटाएको छौँ। अलिकति चुपहरूलाई चाहिँ अलिकति हामीले चाहिँ ड्रप नै गर्दै यो मौसमको बारेमा चाहिँ शुभ नाम मेरो बलराम लामा। हजुर, यहाँ हजुर विशेष गरी आज बुढा नीलकण्ठ मन्दिरमा हजुरलाई पनि देखिरहेका छौँ। हजुर यहाँ किन आउनुभयो, के छ आजको? होइन, यो बौद्ध धर्म र हिन्दू धर्म भने चाहिँ नङमासु जस्तै हो, त्यो फरक छैन। हजुर, त्यस कारणले हामीले जति हिन्दू धर्मले मान्छ त्यति बुद्धिस्टले नि मान्छ, एउटै हो भगवान् सबै है। त्यस कारणले हामी चाहिँ आज अब त्यो एकादशीको दिन लाखबत्ती बाल्नको लागि आयो। हस्, धेरै धेरै धन्यवाद, खुसी लाग्यो। एकादशी आज ठुलो एउटा चाड हो। पर्व किनभने वर्षभरिको सबैभन्दा ठुलो महत्त्व, किनभने यसलाई सबैले मान्ने गरेको नारायणको नाम सनातन। किनभने यो प्रत्येक भन्दा पनि वर्ष दिनमा यो एक दिन चाहिँ यो ठुलो आवश्यक परेको हुन्छ। बुधनी एकादशी त्यसैलाई भने र सम्पूर्ण सनातनीको भक्तजनहरू यहाँ यति मात्रै होइन, यहाँ 5 लाख भक्तजनहरू जम्मा हुन्छ र आज पानीले गर्दाखेरि त्यति छैन।